हेलो गाइज, आज चाहिँ एकदमै स्याड न्युज छ एटिए गेमरको, किनभने मेरो आइडी चाहिँ 7 दिनको लागि लाइभ आउन नमिल्ने सस्पेन्ड भएको छ। अनि मैले चाहिँ यो लाइभमै बन्ने मोडल जिक्छु भनेर मन्थली टप भनेको छु, तर लाइभमा जिक्न सकिनँ किनकि मेरो लाइभ ब्यान्ड भएको छ 7 दिनको लागि। त्यही भएर म 7 दिनको लागि अनलाइन गिभअवेहरू केही पनि गर्न पाउन्न। त्यही हो, अब त्यही कसरी सस्पेन्ड भयो भनेको चाहिँ अब मैले आफूलाई लाइभमै टपअप गर्नु खोज्दाखेरि चाहिँ जुन अब आफूले प्रयोग गरेको कुराहरू चाहिँ पर्सनल कुराहरू ब्याङ्किङहरू चाहिँ खास यो लाइभमा गर्दाखेरि चाहिँ ब्यान्ड हुने रहेछ। त्यही भएको कारणले मैले अनि त्यसरी उयो गर्न सकिनँ। अनि त्यही भएर मेरो आइडी 7 दिनको लागि ब्यान्ड भएको छ केटा हो। ल सबैजनाले अर्को आइडीबाट म लाइभ आउने कोसिस चाहिँ गर्छु। र सबैजनाले ल यो भिडियोलाई सेयर गर, सपोर्ट गर, फलो, अनि त्यस पछाडि लाइक कमेन्ट चाहिँ गर्नु नबिर्स। त्यही भएर अर्को गेममा म फाइनली कम ब्याक हुनेछु। अर्को पालि अब 7 दिनदेखि चाहिँ म लाइभमा आउने